What's up everybody? Speaking Subhash Sai. So आज मेरो डे 16 हो होइन अनि आज चाहिँ 29 गते म बिहान उठेदेखि सुत्ने बेलासम्म मैले के एक्टिभिटीहरू गरेँ त्यसको बारेमा सरल डिस्क्राइब गर्न गइरहेको छु। सो लेट्स बिगिन। आज म 5:40 उठेँ होइन, त्यसपछि उठेर फ्रेस भएर बाहिर गएर हेरेँ मौसम क्लियर छ कि छैन। हेरिसकेपछि बाहिर फ्रेस भएँ, फ्रेस भएर अनि म रनिङमा गइयो रनिङ गरियो, भगवान् पाउँछ रनिङ गरेँ। त्यसपछि हिँड्दै माथि सङ्ग्रहालयतिरको बाटो भएर झरियो, किनभने अर्को बाटो भिड छ, भिडभाडमा हिँड्न मलाई अति झ्याउ लाग्छ, त्यही भएर म माथि बाटो गएँ आज। अनि त्यसपछि आएँ म, अनि आएर मैले बिहानै हेरेको थिएँ मेरो मेल आएको रहेछ युनिभर्सिटीबाट क्लास लेटरको। सो धेरै खुसी लाग्यो, 18-20 दिनपछि आयो मेल, धेरै टाइम लगाएँ। अनि त्यसपछि म आएँ अनि खाजा खाएँ होइन, चिया र नमकिन खाएँ, दुध चिया र नमकिन। त्यसपछि आएर मैले सिक्रेट बुक पढेँ। सिक्रेट बुकमा मैले के पढेँ त आज मलाई कुरा याद छ। खासै याद भएन। पढ्न त पढेको हो मैले, अलिक कम पढेँ तर पढेको हो मैले, याद आइराखेको छैन अहिले होइन। सो त्यसपछि मैले अनि बहिनीलाई पुऱ्याएँ, सानी बहिनीलाई पुऱ्याएन आज मैले, आमा गइहाल्नु भएको रहेछ। त्यसपछि मैले खाना खाइयो, खाना खाएर अनि मोबाइल हेरेँ। त्यसपछि ठुली बहिनीलाई पुऱ्याउन गइयो, साइनालाई पुऱ्याउन गइयो ललितपुर। अनि पुऱ्याएर आइसकेपछि म्याडमसँग कुरा गरेँ के गर्ने, प्रोसेस कहिले गर्ने भनेर। त्यसपछि अनि म साथीसँग कुरा गरेर प्लानिङ भइरहेको थियो, थानकोट गएँ क्रिकेट खेल्नलाई। थानकोट गइयो, केटाहरू त खाना अझै नखाएको रहेछन् 12:30 बजीसम्म। अनि गएर त्यो केटाहरू खाना बनाइरहेको थिए, गइयो गफसफ गरियो होइन, बसियो। अनि त्यसपछि 1:30 बजे खाना खाउन् केटाहरूले, त्यतिखेरसम्म भोक लाग्ने बेला भएको थियो। थोरै बाद मैले पनि खाएँ। त्यसपछि खाना खाएर गइयो माथि क्रिकेट खेल्न, क्रिकेट खेलियो। त्यसपछि बाल काटियो, पहिले क्रिसलले बाल काटे, त्यसपछि मेरो बाल काटिदियो अर्को खगेन्द्र साथीले। त्यसपछि आइयो रुममा अनि बसियो, एकछिन गफ गरियो, गेम खेलियो। अनि त्यसपछि हिँड्यो भयो त्यहाँबाट 5-6 बजीतिर। अनि बसमा आउँदाखेरि साथीसँग मस्त कुरा गर्दै आइयो, रमाइलो कुराहरू गरियो। अनि आएर मैले बाल काटेको थिएँ, शरीरभरि रौँ थियो त मैले नुहाएँ, सफा भएँ। त्यसपछि अनि आएर खाना खाइयो। आज माछाको तरकारी थियो होइन, माछा र रोटी खाइयो, सुप पिइयो। त्यसपछि यसो मोबाइल हेरेको, 8:30-9 भइसकेछ, अहिले त अब 10 बज्न थालिसक्यो। सो आई डिसाइड टु स्लिप अर्ली rather than watching mobile. So अब सुत्न जाँदैछु। Thank you so much everyone. See you in the next video.